सबैजनालाई म क्षेत्र नम्बर 1 को हजुरहरूको उम्मेदवार कतिजना थाहा छैन भने मेरो घर तपाईको चुनुङ्गी गाउँपालिका वडा नम्बर 3 अगाडि नागचेक भन्ने ठाउँमा छ माथि लेखतिर कतिजना थाहा छैन होला यो न्यानो स्वागतको लागि हजुरलाई धेरै धेरै धन्यवाद। अब खासै भाषण दिने आउने मान्छे त होइन, खासै भाषण दिइराख्नुपर्ने मान्छे पनि होइन, धेरै बोल्ने काम पनि हुँदैन खासमा चाहिँ भन्ने गर्दाखेरि राजेश त्यो गाडी रोक्नु दादा त्यही बस्छ गाडी त्यही बस्ने हो। हुन्छ। म सम्पूर्णमा एउटा के आग्रह गर्छु र के भन्न चाहन्छु भन्दाखेरि चाहिँ अहिलेको चुनाव पहिलाको चुनाव जस्तो होइन। पहिला एकदम तपाईँको नर्मल चुनाव थियो, एउटा आइराख्ने चुनाव हो। अहिलेको चुनाव भनेको एकदम भिन्दै खालको चुनाव हो। अहिलेको यो चुनाव तपाईँको बच्चाको रगतले लतपतिएको चुनाव हो। यो कुरा तपाईँहरू सबैजनाले नबिर्सिनु होला र हामीले पनि बिर्सिनु हुँदैन। तपाईँहरूको हाम्रो भाइ भतिजा छोरा बहिनीहरूलाई शान्तिपूर्ण आन्दोलन गर्दै गर्दाखेरि गोली खाएर शहीद भएर ल्याएको चुनाव हो, आएको चुनाव हो। पहिला जस्तो चुनाव होइन यो। त्यतिखेर त्यो ठाउँमा तपाईँहरूको भाइ भतिजाहरू भइदिएको भए मेरो विचारमा त तपाईँ आज म काङ्ग्रेस, म एमाले, म माओवादी भनेर भन्नु हुँदैन थियो होला। आफ्नै बच्चाहरू पढिदिएको भए कि तपाईँको हात काम थियो होला त्यतिखेर भोट हाल्नु जाँदाखेरि, तपाईँ त्यही पार्टीको भए पनि होइन, तपाईँको हात काम थियो होला त्यतिखेर त्यो भोट हाल्नु जाँदाखेरि। तपाईँहरूले मन त रुन्छ होला नि त्यतिखेर। आफ्नो छोरा त्यही जसलाई जिताएर हामीले पठायौँ, उनीहरूले गोली हानेर मारेको छ, अनि उसलाई गएर भोट दिँदाखेरि त हात त काम छ होला नि। यसरी नै काम्नुपर्छ अहिले हात तपाईँहरूको। हाम्रो पनि हामीले पनि आफ्नो बाजेलाई लगेर भोट हाल्न लागेको हो, लौरो टेकाउँदै। मेरो आमालाई लगेको, बाबालाई पनि लगेको, हामीले नि यसरी गरेर लगेको भोट हाल्नलाई। तर विकासको लागि हाल्नु लागेको, गोली हान्नुको लागि होइन। गोली हान्नुको लागि चाहिँ होइन। कुनै दिन तपाईँहरूको छोराछोरीहरू यसरी गरेर बाटोमा गएर भ्रष्टाचारीको विरुद्ध लड्दै गर्दाखेरि, सुशासनको भाषण दिँदै गर्दाखेरि गोली खानु पर्दाखेरि तपाईँलाई कस्तो हुन्छ, मनमा कस्तो हुन्छ? म हजुरलाई त्यो दिन मात्र याद गर्नु भनेर आग्रह गर्छु। कतिजनाले बिर्सिनु भयो होला 23 गते र 24 गते भन्दै, धेरै भइसक्यो भनेर सोच्नु भयो होला। तर त्यो बच्चाहरूको रगतको टाटा अहिलेसम्म त्यो सडकमा छ। त्यो बच्चाको रगतको टाटा हामीले बिर्सिनु हुँदैन। अहिले न त तपाईँ काङ्ग्रेस हो, न त तपाईँ एमाले हो, न त तपाईँ माओवादी हो, न त तपाईँ रासपा हो। अहिले तपाईँ एउटा नेपाली जनता भएर सोच्नुहोस्, नेपाली नागरिक भएर सोच्नुहोस्। अनि बल्ल तपाईँहरूले मत हाल्नुहोस्। तपाईँले होला आफ्नो पार्टीको विचार होला, आफ्नो धारणा होला, पार्टीको एउटा सिद्धान्त होला, तर अहिलेको समय भनेको तपाईँको त्यो बच्चाहरूको आत्मालाई न्याय दिनुपर्ने समय हो। र तपाईँले त्यो मत हाल्दै गर्दाखेरि नबिर्सिनुहोस्। म हजुरलाई आग्रह गर्न चाहन्छु, त्यो कालो दिन नबिर्सिनुहोस् जब कतिजनाको आमाहरूको कोख रित्तेको थियो, कतिजनाको आमाहरूको आँसु अहिलेसम्म बगिरहेको अवस्था छ। त्यतिखेर तपाईँले म काङ्ग्रेस भने तपाईँले भोट हाल्नु भने तपाईँलाई त्यो बच्चाको आत्माले सराप छ, त्यो बच्चाको आत्माले याद गर्छ। उसले भन्छ माथिदेखि उसले न्याय दिए भनेर भनिरहेको छ। हाम्रो देश विकास गर्नु दिनु आमा बुवा बाजे बजै भन्दै गर्दाखेरि तपाईँले गएर त्यही पुरानो दललाई गएर भोट हाल्दाखेरि त्यो बच्चाको मन कति काम छ होला, कति रुन्छ होला। हाम्रो भाइ चेला छोरा बहिनीहरू बन्दुक बोकेर गएको थियो र बन्दुक बोकेर गएको भए तपाईँ गोली हान्नु मिल्छ। एउटा जाबो प्याम्पलेट बोकेर गएको थियो, ढुङ्गाको बदला गोली हुन्छ? तपाईँहरू मलाई यो जवाब दिनुहोस्। तपाईँहरू कुनै पार्टीमा आबद्ध होला, कोही के होला, कोही के होला, मलाई त्योसँग सरकार छैन। अहिले हामीले आफ्नो देशलाई न्याय दिनुपर्ने अवस्था छ, त्यो बच्चाहरूलाई न्याय दिनुपर्ने अवस्था छ। र हामीहरूको तपाईँको भाइ भतिजाहरू जसले चाहिँ म यो देशमा बस्न चाहन्छु, म यो देशमा गर्न चाहन्छु, हाम्रो विदेशमा भएको भाइ बहिनीहरूलाई फर्काउन चाहन्छु भन्दै गर्दाखेरि हामीले लडेको आन्दोलनमा तपाईँले गएर फेरि पुरानो आन्दोलन
भोट हाल्दै गर्दाखेरि नयाँ नेपाल बन्छ भनेर तपाईँले सोच्नुहुन्छ भने त्यो तपाईँको भ्रम हो, हामी सबैको भ्रम हो, त्यो गल्ती हुनेछ। तपाईँको नयाँ नेपाल पुरानो सोचले हुँदैन, नयाँ नेपाल पुरानो दलले हुँदैन। नयाँ नेपाल नयाँ दल, नयाँ सोच, युवा शक्ति जो यही देशमा बाँकी भएको बचे खुचेको छन् र हामी आफ्नो देशमा बस्न चाहन्छौँ भनेर हामीले लडिरहेको छौँ। तपाईँहरूले हामीलाई न्याय दिन जरुरत छ। अहिले तपाईँहरूले हामीलाई न्याय दियो भने बल्ल हामी बस्छौँ, नत्र भएको यति एक मुठा युवाहरू पनि विदेश जान्छ। मलाई थाहा छ हजुरहरूलाई कतिजनाले भन्नुभएको छ फोन गर्दै घन्टीमा भोट हाल भनेर भन्नुभएको छ। मलाई थाहा छ कतिजना काङ्ग्रेस हुनुहुन्छ, कतिजना माओवादी हुनुहुन्छ, कतिजना एमालेहरू हुनुहुन्छ। मलाई थाहा छ किन भनेको। तपाईँहरूलाई चाहिँ एकचोटि विचार गर्नु होला। बाहिर विदेशमा बसेर उसले भोट हालिदिनु घन्टीमा भनेर केही कारण त होला नि, उसको मन रुएको होला नि त। त्यतिखेर हाम्रो भोट सही ठाउँमा भइदिएको भए हाम्रो युवाहरू विदेशी नै थिए, बाहिर जाँदैन थिए उनीहरू। सही ठाउँमा हामीले भोट हालिदिएको भए हाम्रो भाइ बहिनीले गोली खाँदैन थिए। सही ठाउँमा भोट हालेको भए हाम्रो देशको अवस्था यो हुँदैन थियो। हामीले सही ठाउँमा भोट हालेको भए हामी कसैको कार्यकर्ता भयौँ, कुनै पार्टीको विचारले गरेर हामी त्योभन्दा माथि देश छ भनेर सोच्नु सकिनौँ। त्यो खोलिदिनुहोस्। म सम्पूर्ण तपाईँहरूलाई आग्रह गर्नु चाहन्छु, त्यो बाधा, त्यो अडचन तपाईँहरूले राख्नुभएको त्यो क्याप फालिदिनुहोस् र त्यो माथि हाम्रो देश छ भनेर सोच्नुहोस् भनेर म आग्रह गर्न चाहन्छु तपाईँहरूलाई। यो देशलाई न्याय चाहिएको छ। हाम्रो नेपाल आमाको आँसु पुस्नु पर्ने छ र तपाईँहरूको हातले पुस्नु आँट्नु भएको छ। यतिखेर पनि तपाईँहरूले हामीलाई अन्याय गर्यो भने कहिले हामीले न्याय पाउने? यतिखेर पनि तपाईँहरूले हामीलाई अन्याय गर्नुपर्ने, हाम्रो देशले कहिले विकास पाउने? यतिखेर पनि हामी पुरानो दललाई भोट हाल्छौँ भन्दै नयाँ नेपालको